Hello everyone, welcome to my blog. यहाँ हेर्नुहोस् मेरो पछाडिको ग्रिन ग्रिन गार्डन भन्दा त यो सिस्नो हो। अनि आज चाहिँ म दिनभर के गर्छु हजुरहरूलाई देखाउने छु। मेरो भिडियो पुरै हेरिदिनु होला।
देख्दैन उताबाटदेखि मान्छेले हेर्दैछ लु खास त लु हाई सानो बाई एकदमै राम्रो रहेको छ सधैँ चाहिँ कस्तो गर्मी हुन्छ आज चाहिँ कस्तो शीतल भइरहेछ है बेबी है काँक्रा फलिरहेछ ऊ त्यहाँ काँक्रा यो काँक्राको बोट हो मम्मीले रोप्नु भएको काँक्रा यता चाहिँ छोरा मेरो होइन मम्मीको छोरा के तरकारी पकाएर खामौ यो चाहिँ घिरौलाको बोट इस्कुसको बोट लौकाको बोट काँक्राको बोट नै रहेको छ यो चाहिँ हाम्रो बाख्राहरू है बाख्रा काले राते सेते यता सानो काले हिजोस्ति जन्मेको यति ठुलो भइसक्यो कता जानुभएको वेट अनि यो चाहिँ हाम्रो करेलाको बोट हो करेला फलिरहेछ अस्ति पनि निकै खायौँ करेला यहाँ फलिरहेछ मैले चाहिँ खाना बनाएको छुइनँ अब खाना बनाउँछु त्यसपछि खाना खान्छौँ अनि फेरि बेबी र म चाहिँ आराम गर्छौँ काम छैन दिउँसोभरि आराम गरौँ आज त गर्मी छैन गर्मी भएको बेला त दिउँसोभरि सुत्छौँ बेबी र म अनि फेरि उठो खाना पकाएर खायो त्यही हो ऊ त्यो माथि चाहिँ फुल छ वाइट फुल अनि हाम्रो चाहिँ यता सुँगुर छ सुँगुर चारो खाँदैछ यो त सुतिरहेछ त के भयो यसलाई यो चाहिँ मेवाको बोट फर्सीको मुन्टामा त गट्टा लागिरहेछ यो फर्सीको फुल सब्जी के खाने अब फर्सीको मुन्टा खाम भनेको सबै गट्टा लागिरहेको छ के खाने है फर्सीको मुन्टा लानुपर्छ होला यो भेट्दैन हौ फर्सीको मुन्टा
अनि हाम्रो खोर्सानी यता रहेको छ, खोर्सानीको बोट। यो अम्बकको बोट। यहाँ चाहिँ लौका फलिरहेछ। लौका हेर्नु त लौका कत्रो कत्रो फलिरहेछ। सो म चाहिँ यो लगेर सब्जी बनाउँछु। हिजोको पनि छोडेको नि त, यस्तो खसको हुन्छ। यो मिसाएर सब्जी बनाउँछु। यहाँ चाहिँ मिक्की बसेको चाहिँ दादा लानुभयो घुम्न। अब एकछिन स्कुल जान आँट्यो कि आटिन किन गाइज आजको लागि यति नै। अब चाहिँ अर्को नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई।